नमस्ते र आजको यो भिडियो म सबैभन्दा पहिला लाचेन अनि लाचुङका समस्त पब्लिकहरुलाई त्यहाँ भएका एडमिनिस्ट्रेसनहरुलाई अनि जति पनि हाम्रो पुलिस विभागबाट खटिनु भएका समस्त कर्मचारीगणलाई इन्डियन आर्मीलाई त्यहाँका पिपल्स अनि जुम्साको जति पनि युथहरु हुनुहुन्छ उहाँहरु समस्तलाई लगायत सिक्किम सरकार अनि टुरिज्म विभागलाई धन्यवाद दिँदै चाँडोभन्दा चाँडो भरिसक्य भयो भने भोलिदेखि लाचुङको पर्मिट इस्यु गरिदिए जाओस् भन्ने बारे मैले भिडियो राख्न गइरहेको छु र यो भिडियोलाई सम्बन्धित निकायसम्म पुर्याउनका लागि हजुरहरूले सक्दो शेयर गरिदिनु होला, कमेन्टहरु अनि सुझावहरु राखिदिने अनुरोध छ। आशा साँचेका छौं भिडियोलाई अन्तिमसम्म हेरेर मात्र आफ्नो प्रतिक्रिया जनाउनुहुन्छ होला भनेर। र विशेष गरी हामी केही दिन अगाडि लाचेनमा फसेका थियौं अनि लाचुङमा पनि जाने टुरिस्टहरु फस्नु भएको थियो, तर त्यो समयमा हामी अड्किएका थियौं तर हामीलाई फिल भएको थिएन कि हामी त्यहाँनेर अड्केका छौं भनेर, किनभने लाचेनका पब्लिकहरु अनि लाचुङका पब्लिकहरुले टुरिस्टहरुको एकदमै सेवा गर्नुभयो। धेरै जस्तो होटल्सहरुमा उहाँहरूले सितैमा होटल्सको सुविधाहरु मिलाइदिनु भएको छ र त्यसमा हामी लाचेन अनि लाचुङको दुवैपट्टिको होटल एसोसिएसनको प्रेसिडेन्ट साहब हुँदै जुम्सा टिमलाई अनि मंगन डीसी साहब हुँदै एसडीपीओ साहब लगायत समस्त टिमलाई हामी धन्यवाद दिन चाहन्छौं र टुरिस्टहरु सकुशल सम्पूर्ण निक्लिएकोमा अझ बेसी धन्यवाद विशेष गरी लाचेनको जुम्साको टिमलाई। र तपाईहरुलाई हामी बताउनु पर्दाखेरि अहिले बर्खाझरी खासै सुरु भइगएको छैन, तर बर्खाझरी अगावै अलिअलि बाटो भत्केको कारणले गर्दाखेरि केही दिनलाई ठप्प भएको छ र लाचेनको पब्लिकले आफै पैसा संकलन गरेर आफै मेहनत गरेर घरबाट टिफिन बोकेर जेमावान मुनि टिस्टाको ब्रिज मुडे पुल बनाउनु भयो र जुन दिन उहाँले इनागुरेसन गर्नु भएको थियो त्यसै दिनै तल मुन्सीथाङ नजदिक बाटो पहिरो गयो अनि अभाग्यवश उहाँले रात दिन खटेर बनाएको पुलमा टुरिस्ट गाडी हिँड्न असमर्थ भयो। चाँडो भन्दा चाँडो लाचेनको जुन मुन्सीथाङ नजदिकमा बाटो बिग्रिएको छ, बिआरओ लागि पर्नु भएको छ, धेरै भन्दा धेरै मेसिन लगाएर उहाँले काम गरिरहनु भएको छ, चाँडो भन्दा चाँडो बाटो खोलियोस् भनेर हाम्रो भगवानसँग प्रार्थना छ। त्यसरी नै लाचुङपट्टि पनि अलिअलि पहिरो सानो सानो भलबेडीको कारणले गर्दाखेरि बाटो बन्द भएको थियो र टुरिस्ट गाडीहरु केही अड्किएका थिए भने हिजोसम्म लगाएर सम्पूर्ण गाडीहरु निक्लेको थिए र हिजो हामी पनि त्यही बाटो आएको कारणले गर्दाखेरि हामी पर्मिट सेललाई अनि टुरिज्म विभागलाई अनुरोध गर्न चाहन्छौं लाचेन अनि लाचुङ बन्द हुँदाखेरि सिक्किममा पर्यटक घट्न सक्छ र यो बर्खाझरीलाई हामीले मिलाएरै हिँड्नु पर्ने भएको हुनाले हामी चालकहरुलाई पनि अनुरोध गर्दछौं हजुरहरुले जहिले पनि टुरिस्टहरु निक्लिनुहुन्छ निकाल्नुहुन्छ समयमा निकाल्नु होला। जसरी हिजो छाङ्गु लेकपट्टि जाने टुरिस्टहरु पनि हिउँको कारणले गर्दाखेरि केही क्षण अड्किएका थिए, सँगसँगै केही गाडीहरुको दुर्घटना पनि भएको हामीले भिडियो मार्फत देखेका छौं र समस्त चालकहरुलाई अनुरोध छ कृपया गरी तपाईहरुले ओभरटेकहरु नगर्दिनु होला अनि हिउँमा एकदमै सुरक्षित ड्राइभिङ एकदमै डिस्टेन्स बनाएर जुन हिउँको फर्मुला छ त्यसलाई अपनाइदिने अनुरोध छ र यो हिउँ परेको बेलामा विशेष गरी ट्राभल एजेन्सीको दाजुभाइ दिदीबहिनीहरुलाई पनि हामी अनुरोध गर्दछौं हजुरहरुले केही पैसाको आशमा विभिन्न प्राइभेट गाडीहरुको पनि पर्मिट बनाइदिँदै हुनुहुन्छ, उहाँहरुलाई पहाडमा चलाउने एक्सपिरियन्स हुँदैन। जसरी हिजो मात्र जब पनि गुरुडुङमादेखि उँभो गाडी लागेको थियो त्यहाँनेर डब्ल्युबी गाडीहरु धेरै थिए र त्यो हाई अल्टिट्युडमा उहाँहरुलाई गाडी चलाउन धेरै गाह्रो परिरहेको थियो, गाडी उठाउन गाह्रो परिरहेको थियो, उहाँले गाडीहरु पछाडी बगाइरहनु भएको थियो। त्यही भएर भरिसक्य भयो भने बाहिर स्टेटबाट आएका गाडीहरुलाई रेस्ट्रिक्टेड अनि त्यो पर्मिट पाउने जग्गाहरुमा कृपया गरी एकदमै कम्ती गरिदिने हाम्रो अनुरोध छ। हाम्रै लोकल्स गाडीहरु चलाइदिनु होला किनभने उहाँहरुलाई प्लेनको एक्सपिरियन्स छ तर पहाडको एक्सपिरियन्स छैन। र यो सँगसँगै हामी टुरिज्म विभाग अनि यो पर्मिट सेल विभागलाई अनुरोध गर्दछौं कृपया गरी लाचुङ चाँडो भन्दा चाँडो खोलिदिनु होला र हिजो मात्र हामी आउँदाखेरि बाटो ठिकठाकै छ, अहिले हामी पानी झरी सँगै मिलाएर पहिरोहरुलाई संगाल्दै हिँड्नु पर्नेछ र लाचुङ भनेको एकदमै पर्यटकीय स्थलमा धेरै राम्रो हो। अब लाचेनलाई खोल्न त केही समय लाग्छ होला, उहाँहरुका पब्लिकहरुले धेरै सहयोग गर्नुहुन्छ, उहाँले रात दिन आफूले नखाइकन आफ्नो परिवारलाई नहेरिकन टुरिस्टहरुको सेवा गरेको देख्दाखेरि हामीलाई धेरै खुसी लागेको छ र हामी उहाँहरुले हामीलाई एकदम ठूलो ऋण लगाउनु भएको छ। समय सालमा हामीले मौका पायो भने पक्का तिर्नुपर्छ। तर लाचुङ अनि लाचेन टुरिस्ट पठाउँदाखेरि विशेष ध्यान दिनुपर्ने केही सुझावहरु हामी राख्न गइरहेका छौं। जति पनि पर्यटकहरु त्यो जग्गातिर जानुहुन्छ उहाँहरुलाई लिमिटेड जसरी फ्लाइटमा चढ्दाखेरि 15 किलोसम्म मात्र लगेज क्यारी गर्न पाउने त्यस्तो नियम बनाइदिनु होला। एटलिस्ट एकजनाले 5 देखि 6 किलो मात्र सामान लिएर जान पाउने। त्यसो गर्दा कहिलेकाहीँ उहाँहरुलाई रेस्क्यु गर्नु पर्यो भने पनि उहाँहरुको लगेज बोक्नका लागि अर्कै मान्छे खोज्नु पर्दैन, एउटै व्यक्तिले
निकाल्न सकिन्छ या फेरि एयरलिफ्ट गर्नु पर्यो भने सहज हुन्छ। र अहिले बर्खा झरी सुरु भइ नगएको कारणले गर्दाखेरि लाचुङको पर्मिट चाँडोभन्दा चाँडो इस्यु गरिदिने हाम्रो अनुरोध छ। त्यहाँ धेरै खर्च गरेर धेरै लोनहरू लिएर उहाँले ठूलो ठूलो होटल्सहरू बनाउनु भएको छ, टुरिस्टहरूलाई सम्पूर्ण सुविधाहरू दिनु भएको छ। र यसलाई मध्यनजर राख्दै अनि हामी विशेष गरी अनुरोध गर्दछौँ त्यो जग्गाहरू जाँदाखेरि हामीले एउटा टाइम जुन निर्धारित राख्नु भएको छ त्यसलाई पनि अझ अगाडि ल्याएर हामीले एउटा समय बनाऊ ताकि समयमा उनीहरू फर्किन सकुन्, लास्ट फ्लाइट भन्दा अगाडि गान्तोक आइपुग्न सकुन्। त्यस्तो खालको हामीले नियम बनाएर लाचुङको पनि चाँडोभन्दा चाँडो पर्मिट इस्यु गरिदिने, भरिसके भयो भने भोलिदेखि नै पर्मिट इस्यु गरेर टुरिस्टहरू पठाइदिने हाम्रो अनुरोध छ। किनभने अब बर्खा झरी सुरु भए पश्चात त्यो जग्गाहरू धेरै गाह्रो पर्छ होला। र अहिले वेदरहरू लगभग ठिकै छ, कहिलेकाहीँ पानी झरी पर्दैछ। र गुरुजी साथीहरूले पनि एकदमै ध्यान लगाएर ड्राइभिङ गरेको समयमा मद मदिरा पान सेवन नगरिकन टुरिस्टहरूको एकदमै ख्याल राखेर र्यास ड्राइभिङ अनि एकदमै ओभरटेकिङहरू नगरिकन सुरक्षित पाराले गाडी चलाइदिने अनुरोधका साथ अन्तमा लाचुङको पर्मिट चाँडोभन्दा चाँडो दिया जाओस् भन्ने हाम्रो उद्देश्यका साथ यो भिडियोलाई यहीँनिर राख्दछौँ। बोल्दा बोल्दै काहीँ कतै गल्ती भयो भने क्षमा चाहन्छौँ।